हेलो स्वागत छ यहाँहरु सबैजनालाई आजको भिडियोमा। सो थम्बनेलबाटै थाहा पाइहाल्नुभयो कि आज म के विषयमा कुरा गर्न जाँदैछु भनेर हैन। यो चाहिँ आज चाहिँ हाम्रो टोटली टपिक छ कि ट्याप टु पेमेन्ट। जस्तै हामीले पसलमा चाहिँ अहिले जाँदाखेरि चाहिँ क्यूआर कोडबाट स्क्यान गरेर पेमेन्ट गरिरहेको हुन्छौँ भने चाहिँ यो चाहिँ कस्तो फिचर्स भन्दा चाहिँ एउटा पिओएस सिस्टम हुन्छ जुन बिलिङ सिस्टम हुन्छ। त्यसमा चाहिँ तपाईहरुको एउटा डिभाइस हुन्छ। जस्तै तपाईहरुले देख्नुभएको होला यस्तो कार्ड स्वाइप गरेर पेमेन्ट गरेकोहरु पनि देख्नुभयो होला। सो त्यही डिभाइस त्यस्तै डिभाइसमा चाहिँ हामीले हाम्रो सिम्पल मोबाइल टच गरेर या आफ्नो कार्ड टच गरेर पनि पेमेन्ट गर्न सक्छौं, जुन चाहिँ अफलाइन पेमेन्ट हो। यसको लागि इन्टरनेटहरु चाहिँदैन। जस्तै अहिले हामी कुनै पनि पसलमा पेमेन्ट गर्न गयौं भने चाहिँ हामीले नेट कनेक्ट गरेर मोबाइल बैंकिङ खोलेर हामीले या त ई-सेवा कुनै पनि ई-वालेटहरु खोलेर चाहिँ पेमेन्ट गर्नुपर्छ। तर यो ट्याप टु पेमेन्ट सिस्टममा चाहिँ तपाईलाई इन्टरनेट चाहिँदैन र तपाईहरुले सिधै टच गराएर पेमेन्ट गर्न सक्नुहुन्छ। सो यो भयो ट्याप टु पेमेन्टको कुरा। र यो चाहिँ अब कुन कुन माध्यमबाट गर्न सकिन्छ भन्ने लाग्छ होला तपाईहरुलाई। सो यो चाहिँ हामीले दुई तरिकाबाट गर्न सक्छौं। जस्तै एउटा फोनबाट पनि ट्याप टु पेमेन्ट गर्न सक्छौं हैन। जस्तै फोनमा चाहिँ आफ्नो कार्डहरु लिंक गराएर बैंक डिटेल्सहरु लिंक गराएर यसको अलिकसम्म कुरा गरौँला। र अर्को भनेको चाहिँ हामीले डाइरेक्ट एटीएम कार्ड, जस्तै एटीएम कार्डमा तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा यो खालको लोगो आएको छ भने वायरलेस पेमेन्टको लोगो हो। यो चाहिँ एनएफसी को लोगो हो र यो छ भने चाहिँ तपाईहरुले टच गराउने यो कार्ड टच गराउने बित्तिकै चाहिँ आफै पेमेन्ट हुन्छ। र यो कार्डहरु चाहिँ अब तपाईहरुसँग पुरानो कार्डहरु छ भने चाहिँ बैंकहरुसँग रिक्वेस्ट गरेर चेन्ज गर्न पनि सक्नुहुन्छ होला। धेरैवटा बैंकले प्रोवाइड गरिरहेछ। मसँग पनि यस्तै कार्डहरु छ जुनले चाहिँ वायरलेस ट्याप टु पेमेन्ट हुन्छ। र अर्को चाहिँ तपाईहरुको मोबाइलमा चाहिँ मोबाइलबाट गर्न सक्नुहुन्छ र त्यसमा चाहिँ एनएफसी फिचर्स हुनुपर्छ। र यो एनएफसी फिचर्स चाहिँ सबै खालको मोबाइलमा हुँदैन हैन। अहिलेको लेटेस्ट खालको फोनहरुमा चाहिँ सबैमा प्राय एनएफसी फिचर्सहरु हुन्छ। र यो फिचर्स छ कि छैन भनेर तपाईहरुले थाहा पाउनको लागि चाहिँ आफ्नो सेटिङमा गएर, जस्तै सेटिङमा गएर एनएफसी लेखेर सर्च गर्नु होला। त्यसपछाडी सर्च गरिसकेपछि चाहिँ त्यहाँनेरि आउने छ एनएफसी को अप्सन र त्यसमा क्लिक गरेर तपाईहरुले सिम्पल आफ्नो एनएफसी लाई इनेबल गर्न सक्नुहुन्छ। र इनेबल गरिसकेपछि तपाईहरुको फोनले जब अब एनएफसी सपोर्ट गर्छ भनेपछि तपाईहरुले ट्याप टु पेमेन्ट गर्न सक्नुहुन्छ। तर त्यतिकै पनि ट्याप टु पेमेन्ट त हुँदैन हैन। त्यसभित्र पनि केही चीज त चाहियो। सो त्यसको लागि चाहिँ अब फोनबाट ट्याप टु पेमेन्ट गर्दाखेरि चाहिँ कतिवटा वे छन् त, कतिवटा तरिकाले तपाईहरुले त्यसरी ट्याप टु पेमेन्ट गर्न सक्नुहुन्छ, त्यो म भन्ने छु। त्यो फोनहरुबाट चाहिँ तपाईहरुले ट्याप टु पेमेन्ट गर्न सक्ने भनेको चाहिँ जस्तै अब बाहिरतिर चाहिँ सिधै गुगल वालेट र एप्पल वालेट हुन्छ। तपाईहरुले फोनहरुमा प्राय फोनहरुमा देख्नुभयो होला कि गुगल वालेट एप्पल वालेट भनेर के हो भनेर। त्यो गुगल वालेट एप्पल वालेट भनेको चाहिँ त्यसमा तपाईहरुले सिम्पल बाहिरतिर चाहिँ बाहिरतिरको जस्तै युरोपियन कन्ट्री या इन्डियामा पनि सपोर्ट गर्छ होला। त्यहाँनेरि चाहिँ आफ्नो बैंकको कार्ड डिटेल्स हालेपछि चाहिँ आफै गुगल वालेटमा बसेको हुन्छ र गुगल वालेटबाट आफै पेमेन्ट हुन्छ त्यो कार्डको थ्रु अफलाइन। तर नेपालमा चाहिँ त्यो सिस्टम छैन। सो यहाँनेरि चाहिँ हाम्रो अहिलेको विभिन्न खालको ई वालेटहरु र अहिले धेरैवटा मोबाइल बैंकिङहरुमा पनि यो सपोर्ट छ। सो म चाहिँ तपाईहरुलाई अहिले मेरो एभरेस्ट बैंकको चाहिँ यहाँ स्क्रिनशट राखेर देखाउँछु कसरी काम गर्छ यसले भनेर। सो सुरुमा तपाईहरुले चाहिँ नर्मली तपाईहरुसँग एभरेस्ट बैंकको मोबाइल बैंकिङ छ भने चाहिँ त्यहाँनेरि चाहिँ अफलाइन पेमेन्ट भन्ने अप्सन हुँदैन जहाँनेरि तपाईहरु लगइन गर्नुहुन्छ। जस्तै मेरोमा चाहिँ यहाँ देखाइरहेछ। यो कसरी आयो भनेर चाहिँ म तपाईहरुलाई भन्छु। जस्तै तपाईहरुले मोबाइल बैंकिङ खोलिसकेपछि चाहिँ आफ्नो प्रोफाइलमा क्लिक गरेपछि चाहिँ इनेबल फोन पे जस्तै यहाँनेरि अप्सन देख्न सक्नुहुन्छ। कस्तो अप्सन आउँछ भन्दाखेरि चाहिँ क्लिक गरिसकेपछि सेटअप फोन ट्याग भन्ने अप्सन हुन्छ। र त्यो सेटअप फोन ट्याग भन्ने अप्सनमा क्लिक गरिसकेपछि चाहिँ त्यहाँनेरि तपाईहरुले आफ्नो मोबाइल बैंकिङको पासवर्ड राखेर पिन राखेपछि यसलाई एक्टिभ गराउनु पर्ने हुन्छ। र एक्टिभ गराइसकेपछि चाहिँ यहाँनेरि अफलाइन पेमेन्ट भन्ने आउँछ है। अब अफलाइन पेमेन्टमा पनि यो एभरेस्ट बैंककोमा चाहिँ दुई खालको छ। एक खालको चाहिँ आफूले ट्याप गरेर पेमेन्ट गर्ने र अर्को चाहिँ तपाईहरुकोमा क्यूआर कोड आउँछ र त्यो मेसिनले चाहिँ क्यूआर कोड स्क्यान गरेर आफै पेमेन्ट लिन्छ। यो भयो मोबाइल बैंकिङबाट गर्न सकिने। अब कुन कुन बैंक मोबाइल बैंकिङहरुले चाहिँ यो प्रोवाइड गर्छ भन्दाखेरि चाहिँ दुई तीनवटा बैंकहरुले गर्छ हैन।
जस्तै सपोर्ट गर्ने ब्याङ्कहरू चाहिँ एभरेस्ट ब्याङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क र माछाफुस्रे ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड र नोबेल ब्याङ्कहरूले चाहिँ यो सेवाहरू अहिले दिइरहेको छ। अरूकोमा पनि होला होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ आफ्नोमा यो फोन ट्याग भन्ने अप्सन चाहिँ छ कि छैन। यदि छ भने तपाईँहरूले इनेबल गरेर चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। र अरू ई वालेटहरूमा पनि अप्सनहरू छ भन्ने सुनेको थिएँ मैले। सो मैले त्यो चाहिँ अहिले एक्सप्लोर गरेको छुइनँ। र अर्को भनेको चाहिँ तपाईँहरूले कनेक्ट आइपिएसबाट पनि गर्न सक्नुहुन्छ। कनेक्ट आइपिएसमा चाहिँ तपाईँहरूले आफू लगइन गरिसकेपछि यदि तपाईँहरूसँग कनेक्ट आइपिएसको एप छ भने कनेक्ट आइपिएसको एपमा लगइन गरिसकेपछि चाहिँ तपाईँहरूले आफ्नो प्रोफाइलमा माथिपट्टि 3 डटमा क्लिक गर्नु होला। र 3 डटमा क्लिक गरेपछि त्यहाँनिर ट्याप एन्ड पे भन्ने अप्सन आउँछ, जुन चाहिँ नेपाल पेले गर्ने हो। तर यहाँबाट नि तपाईँहरूले फोन कनेक्ट आइपिएसबाट नि गर्न सक्नुहुन्छ। त्यसलाई एक्टिभेट गर्नुभयो भने चाहिँ ट्याप एन्ड पेलाई एक्टिभेट गरिसकेपछि चाहिँ तपाईँहरूको अगाडिपट्टि हुनेछ नेपाल पे रिक्वेस्ट भन्ने छ। नेपाल पे रिक्वेस्टमा क्लिक गरेपछि चाहिँ नेपाल पे ट्याप भन्ने अप्सन आउँछ र त्यहाँनिर गएर तपाईँहरूले गर्न सक्नुहुन्छ। आफ्नो एमाउन्टहरू राखेर पेमेन्ट गर्न ट्याप गरेर सक्नुहुन्छ। सो यो त भयो कसरी गर्ने, कति किसिमको तरिका छ अहिले ट्याप टु पेमेन्ट गर्ने भन्ने कुरा। र अब रह्यो यो हाम्रो अहिलेको कन्डिसनमा चाहिँ हामीले एक्सेप्ट गर्न सक्छौँ कि सक्दैनौँ पुरै भन्दाखेरि चाहिँ यो टोटल्ली अहिले यसलाई चाहिँ अब भन्छ नि क्यासलेस, पुरै अब क्यास नै नबोक्नुपर्ने अवस्था सिर्जना गर्छ होइन। जस्तै मैले 4 वर्ष लन्डन बस्दाखेरि चाहिँ लगभग एकपल्ट पनि क्यास बोकेर पेमेन्ट गरिनँ होला। जहीँ पनि कार्ड चल्ने, जहीँ पनि कार्डबाटै पेमेन्ट हुने, ट्याप गर्ने पेमेन्ट हुन्छ होइन। अनि यो फुल्ली चाहिँ नेपालमा अहिले नै चाहिँ हुन सक्दैन, किनभने धेरैजनालाई मोबाइलहरू चलाउनै आउँदैन होइन, क्यास नै बोक्नुपर्ने हुन्छ। सो जबसम्म जेनेरेसन चेन्ज हुँदैन तबसम्म यो फुल्ली चाहिँ क्यासलेस चाहिँ हुँदैन होला जस्तो लाग्छ मलाई है। तर तपाईँहरूलाई यो सिस्टम कस्तो लाग्यो, यसरी हामीले पेमेन्ट गर्ने सिस्टमहरू पक्कै पनि कमेन्टमा लेख्नु होला। हस् त, धन्यवाद।